हेलो एभ्रिवान, मैले आज फेरि इन्डिसियसको क्वेसन लिएर आएको छु तपाईँहरूमाझ। मैले अस्तिको क्लासमा पनि एउटा इन्डिसियसको प्रब्लमलाई सल्भ गरेको थिएँ अनि आज फेरि क्लास 9 को इन्डिसियसको प्रब्लम एउटा लिएर आएको छु। यो क्वेसन्सलाई कसरी फाइन्ड गर्ने भन्ने बारेमा चाहिँ हामी डिस्कसन गर्छौँ र यस्तो खालको क्वेसनहरू प्रायः जस्तो हाम्रो फाइनल एक्जाममा फिक्स नै हो। र यो एससीमा पनि निकै फिक्स क्वेसन हो। यो क्वेसन चाहिँ हामीले यसलाई सरल तरिकाले फाइन्ड गर्नेछौँ। यसको लागि चाहिँ हामी सुरुमा इन्डिसेसको रुल्स चाहिँ कम्पलसरी नै आएको हुनुपर्छ, बुझिसकेको हुनुपर्छ। यसको रुल्स बुझेन भने अलिकति गाह्रो हुन्छ, तर केही छैन। यो यस्तो सजिलो छ यो क्वेसन, लास्टै सजिलो छ। कसरी गर्ने भन्दाखेरि हेर्नु बोर्डमा म तपाईँहरूलाई गरेर देखाएँ। यसलाई सोलुसन लेख्छौँ, सोलुसन लेख्यो, सोलुसन लेखिदिने। त्यसपछि क्वेसनलाई म चाहिँ एकचोटि ब्रट डाउन सेम लेखिदिन्छु। ए बी प्लस सी मल्टिप्लाई एक्स को पावर स्क्वायर सी प्लस ए डिवाइड एक्स को पावर ए मल्टिप्लाई एक्स को पावर पी मल्टिप्लाई एक्स को पावर चाहिँ सी हुन्छ। मैले 4 लेखेको छु। सेम गर्ने है, सेम। म चाहिँ एकचोटि सेम जुनै क्वेसनको एन्सर हामी प्रब्लम सल्भ गर्दा नि म चाहिँ एकचोटि क्वेसनलाई सेम सार्ने मेरो ह्याबिट छ। तपाईँहरू कसरी गर्नुहुन्छ? अब हेर्नु, यस्तो खालको क्वेसन आएपछि चाहिँ अब यो क्वेसनहरू सबै बेस एउटै छ। बेस एउटै हुँदाखेरि हाम्रो इन्डिसियसमा मल्टिप्लाई गर्दा पावर एड हुन्छ, प्रडक्टहरू एड हुन्छ। अब यस्तो खालको क्वेसन आयो भने चाहिँ हामीले कसरी फाइन्ड गर्ने भन्दा यो बाहिरको पावरले भित्रको पावरले दुईटैलाई मल्टिप्लाई गर्ने। कस्तो हुन्छ मल्टिप्लाई गर्दाखेरि एक्सको पावर अब 2 ले एलाई पनि गर्ने 2a भयो, प्लस बीलाई पनि गर्ने 2b। खालि के छैन भने एक्स एले 2 ले एलाई फेरि 2 ले बीलाई गर्ने। फेरि त्यसरी नै हामी अर्को क्वेसन एक्सको पावर के हुने भयो 2b, फेरि प्लस 2c, फेरि एक्सको पावर 2c प्लस 2a हुने भयो। यति सिम्पल छ, यो केही छैन। आफ्नो भित्रकोले बाहिरकोलाई आफूलाई प्रत्येक एउटालाई मल्टिप्लाई गरेर पावर जेनेरेट गरिएको छ, बनाएको छ। अब यसको मुनिको पनि सेम, यो बाहिरकोले प्रत्येकलाई भित्रकोलाई तिनटैलाई गर्ने। त्यसो गर्दा एक्सको पावर 4a भयो, फेरि एक्सको पावर के हुने भयो 4b हुने भयो, फेरि एक्सको पावर 4c हुने भयो। केही छ? केही छैन। यस्तो खालको न्युमेरिकलहरू इम्पोर्टेन्ट नै हुन्छ एससीको लागि। तर बेसिकली अहिले 8, 9, 10, 7मा चाहिँ बेसिकली हुन्छ, यो गर्नुपर्ने हुन्छ। त्यहीदेखि नै हामी 9 क्लास 10 क्लासलाई मजाले इजी फेस गर्न सक्छौँ यस्तो खालको क्वेसन। अब के गर्ने हो भन्दाखेरि यसलाई हामी सबै मल्टिप्लाई गर्दाखेरि चाहिँ बेस सेम हुँदाखेरि चाहिँ हाम्रो पावर एड हुन्छ। अब एउटा कमन आउँछ, यतिखेर एउटा कमन आयो, 3टा एक्सबाट एउटा कमन आयो, पावरहरू सबै एड हुन्छ। ए प्लस बी 2b भयो, फेरि प्लस 2b प्लस 2c, फेरि प्लस 2c प्लस 2a यस्तो भयो। अब एउटा फेरि तलकोलाई पनि हामी मुनिकोलाई पनि त्यही गर्ने। एक्सको पावर 4a प्लस 4b प्लस 4c सेम सारेको छ, केही छैन। अब यसलाई यो क्वेसनलाई कसरी सल्भ गर्ने? अब हेर, ए र ए, यो a 2a गर्दाखेरि एक्सको पावर 2a गर्दाखेरि 4a प्लस 2b गर्दाखेरि 4b प्लस 2c गर्दाखेरि 4c डिवाइड मुनि पनि एक्सको पावर 4a प्लस 4b प्लस 4c तलको सेमै छ, माथि मात्रै मिलाएको हामीले। अब यसलाई फेरि एकचोटि यसरी सार्दिउँ। फेरि एक्सको पावर 4a प्लस 4b प्लस 4c डिवाइड एक्सको पावर 4a प्लस 4b प्लस 4c। अब यसलाई यसरी नै काट्दाखेरि पनि एन्सर 1 नै आउने हो।
एन्सर त 1 नै हुने हो। तर यसलाई हल्का अलिकति डिफाइन गरिदिन्छु म। यसलाई x को पावर 4a प्लस 4b प्लस 4c यो यसलाई चाहिँ अब माइनस यो मुनिको चाहिँ माथि लाँदाखेरि माइनस हुन्छ। माइनस अब चाहिँ ब्राकेट हाल्नुपर्छ है यतिखेर चाहिँ माथि लगिसकेपछि चाहिँ 4a प्लस 4b प्लस 4c ल यस्तो भयो त अहिले त यस्तो भयो। यो कसरी भयो भन्दाखेरि हाम्रो एउटा रुल छ नि इन्डिसेसको एउटा हाम्रो रुल्स छ। यो रुल्सलाई चाहिँ हामी फलो गरेको। कस्तो रुल्स भन्दाखेरि x को पावर m डिभाइड x को पावर n हुँदाखेरि हाम्रो के हुन्थ्यो भन्दाखेरि x को पावर m माइनस n यो रुल्सलाई चाहिँ हामी फलो गरेर हामीले यो माथिकोलाई पनि यसरी डिफाइन गरेको यो रुल्स। x को पावर यो डिभाइड छ यो माथि जाँदाखेरि माइनस हुन्छ। इफ माइनस भएको तल आउँदाखेरि प्लस हुन्छ। अब यो माथिकोलाई कसरी फाइन्ड गर्ने भन्दाखेरि अब होइन x को पावर 4a प्लस x को पावर 4b छ प्लस x को पावर 4c सेम। अब यो माइनस साइनले ब्राकेट ओपन गर्दाखेरि सबै माइनसमै जान्छ। यसले गर्दा 4a माइनस प्लस माइनस 4b प्लस माइनस माइनस 4c। अब प्लस माइनस सब काटिन्छ। यो 4a पनि काट्यो 4b पनि काट्यो 4c पनि काट्यो र x को पावर 0 आयो भनेपछि x को पावर 0 भनेको हाम्रो एन्सर 1। यसरी चाहिँ हाम्रो एन्सर निस्किएको हो। यसको प्राय एन्सर इन्डिसेसको एन्सर यस्तो खालको क्वेसनहरू हेर्दाखेरि मात्र सारो देखिन्छ। ओहो के नै आएछ देखिन्छ। तर यो यसको प्राय जस्तो एन्सर चाहिँ 1 नै हुन्छ। यसरी मिलाउन सकिन्छ। यति भन्दै फेरि म अर्को नेक्स्ट